Hello everyone, welcome to my daily vlog from Tokyo, Japan. काममा निस्केको छु है। अहिले चाहिँ जापानको बेलुका त 5 बज्यो। 5 बजेर 15 मिनेट हुने जस्तो लाग्यो। अनि आज चाहिँ के हो भने गाइस, आज चाहिँ बोनसहरू खतरा छ के। अनि 3वटा टिक गरेर 12वटा टिक छ है। त्यो टिक कम्प्लिट गर्यो भने चाहिँ के अनुसारको बोनस पाउँदाखेरि जोस 3000 त त्यसै जस्तो बोनस आउनुको छ क्या। तर त्यसको टाइम चाहिँ लिमिट छ है। 5 बजेबाट सुरु भएर बेलुकाको 9 9:30 बजेसम्म र एउटा चाहिँ 10:30 बजेसम्मको छ। आज बोनस डे भएको हुनाले चाहिँ म आज अलिक दिउँसो चाँडै नै निस्किएँ। अनि अहिले चाहिँ मैले एउटा एक्सेप्ट गरेको छु। अब त्यही चाहिँ सबै जाँदैछ। अर्को पनि एउटा अर्डर आइपुग्यो है। म अब 2टा अर्डर उठाउनु पऱ्यो। एउटै पसलबाट रहेछ। टोटल चाहिँ मेरो अहिले 2टा भयो। अब डबल अर्डरमा उठाउन जाँदैछु। बोनस चाहिँ अझ खतरा छैन। हेरमै त गाइस, आज मेरो कति पनि 12 जति पर्यो। टोटल चाहिँ 12वटा मात्र हो। धेरै गरिदिनु। Sono vai desu. Nike narimasu. MD689 級はこちらで、あともう一つ著者も。はい、もうじゃあ袋もらってもいいですか？ありがとうございます。म चाहिँ एउटै पसलबाट 2टा अर्डर उठाउँदैछु क्या। एउटा अर्डर चाहिँ मैले पिकअप गरेँ। अब अर्को अर्डर पिकअप गर्नलाई चाहिँ वेट गर्नु पनि भयो कि एकछिन। ल त गाइस, अर्को पनि मेरो अर्डर पिकअप गरेँ। गाइस मैले 2टा अर्डर पिकअप गरेँ है। ल अब चाहिँ अर्डर पुगाउन जान्छु। यो एउटा चाहिँ 4 मिनेटको जस्तो छ, नजिकै छ क्या। अब 220 मिटर जस्तोमा म पुग्छु। अनि यो कस्टमरले पनि है प्लिज फाइभ पुअर भनेर रहेछ। राम्रै लाग्यो है भनेर रहेछ अर्डर चाहिँ। आइपुग्यो आउन चाहिँ अब किन्छै घट्टा। अलिक टाढा रहेछ। यही हो। यो चाहिँ कति 303 रुम नम्बर रहेछ। यहाँ अब टाइम बताइस मस्त बाइची देश के भनेको चाहिँ सरी है, मेरो ढिलो भयो। फोटो खिच्छु अब 303। गाइस यो एउटा अर्डर कम्प्लिट भयो है। अब अर्को अर्डर पुगाउन जान्छु। यो पनि टोटल 3 मिनेट जस्तो देखाइरहेछ म्यापमा।
तो गाइस अर्को पनि अर्डरको गर्नु ठाउँमा आइपुग्यो Tayo matasimasu baichi desu. Sumimasen, tayo matasimasu. Arigatou gozaimasu. अब नेक्स्ट अर्डरको लागि म वेट गर्दैछु है अनि कन्फर्मको लागि चाहिँ मेरो फोटोमा आइरहेछ म फोटो फेरि खिचेर पठाउँछु मेरो आइडीले चाहिँ त हो कि होइन भनेर कन्फर्म गर्नलाई के चेक गरिरहेको हुन्छ बेला बेलामा अनि यसरी आउँछ क्या टिप भनेर एउटा टिप चाहिँ मैले 50 एनको है अब अर्को नेक्स्ट मेरो ओपन हुँदै जान्छ क्या बिस्तारै बिस्तारै जस्तै अब अहिले मैले दुईटा टिप गरेँ हैन दुईटा टिप गरेको चाहिँ एउटा टिपको चाहिँ 150 थियो भने अर्को टिपको चाहिँ 50 थियो के त्यो दुईटा चाहिँ मेरो कम्प्लिट भयो के अर्डर आउन त आएको थियो तर त्यो अलि भित्र के स्टेसन भित्र भित्र हो भने चाहिँ अलि गाह्रो हुन्छ कि खोज्नलाई पनि अनि म त जाँदिनँ के हतपत अब एकछिन वेट गर्छु है त दुईटा अर्डर डबल अर्डर उठाएको छु है एउटै पसलबाट हो यो चाहिँ म्याकबाट एउटा चाहिँ 16 मिनेटको रहेछ 505 एमको अनि अर्को चाहिँ 8 मिनेटको 172 एमको छ क्या एउटै पसलबाट उठाउनु भएको हुनाले सजिलो भयो नि त एउटा चाहिँ 3 किलोमिटर छ भने अर्को चाहिँ 1 किलोमिटर छ क्या डबल अर्डर उठाउँदा चाहिँ एउटै पसलबाट उठाउँदा चाहिँ समय पनि बचत हुन्छ अनि आज बोनस पनि आइरहेछ नि त त्यसले मैले चाहिँ सस्तो जस्तो आए पनि मैले चाहिँ फ्याट एक्सेप्ट गरिरहेको छु क्या अब यो दुईटा कम्प्लिट गऱ्यो भने चाहिँ मेरो टोटल 4 वटा कम्प्लिट भयो क्या अनि त्यसपछि बाँकी हुन्छ 8 वटा Sumimasen, baichi desu. Nikkei no arimasu. 5DAAA は本当1枚2枚袋もらってもいいですかऑर्डर चाहिए थे अब और तो ऑर्डर से किसこれ MD90 ですかあ、これももらえますあ、お願いしますありがとうございますल गाइस दुईटा अर्डर मैले पिकअप गरेँ कन्फर्म पिकअप गरौँ दुईटैलाई अर्को पनि कन्फर्म अर्डर गरौँ आई हेभ द अर्डर ओके अब नेक्स्ट कस्टमरको घरमा एकैचोटि जाम 8 मिनट लाग्दो रहेछ एउटा चाहिँ यस आइपुगी है अब यो पनि एकचोटि घर हेरौँ है कन्फर्म गरौँ मिस्टेक हुन्छ न तお待たせしました。小林です。さすがください。
त गाइस यो पनि डन भयो। अब अर्को चाहिँ कहाँ हो? अब अर्को चाहिँ 3 मिनट रहेछ यहाँबाट। ल अब त्यहाँ जान्छ है त। अहिले म ट्राफिक लाइटमा परेको छु, रातो बनिरहेछ है। अब म 1 मिनेटमा पुग्छु। के होटलमा रहेछ यार यता। होटलमा अर्को बन्द रहेछ। Right. Yes. 40. Uh, 4003. go 4 00. 03. Thank you so much. ल गाइज मेरो 4th अर्डर पनि कम्प्लिट भयो। 4वटा सक्यो, अब 8वटा बाँकी छ र अझै। एकछिन वेट गर्छ है त, यसो बुझ्छु बिस्तारै। अर्डर नै आउँदैन त यार, कस्तो आँखा लाग्यो। 8वटा यार, अब झन् टाइममै भ्याउनु पर्ने हुन्छ क्या। टाइम हुन्छ नि त, टाइम लिमिट हुन्छ। आयो है, आयो केटाहरू आयो। स्क्रिनसट लिन्छु म चाहिँ। अब त्यो एक्सेप्ट गरिदिनु देखाउँदैन त्यो पनि। 11 मिनटको रहेछ, 2.3 किलोमिटर। टोटल चाहिँ पैसा चाहिँ अहिले 320 एम रहेछ। अब त्यो यो चाहिँ बुझ्छु। अरूभन्दा मलाई टेन्सन चाहिँ क्यामेराको लाग्छ। क्यामेराको चार्ज सिक्दैन नि त, स्विच अफ हुन्छ कि हुन्छ लाग्छ क्या। चार्ज गरिरहेको छ गर्न त, पावर ब्याङ्क बोकेको छ। त्यो पनि भन्दैन क्या पावर ब्याङ्क बोक्नु पनि कुनै बेला। गाइस खाइपुग्यो नि कसो। Sama-sama baiki desu. DEE67 です。67でございます。はい。ありがとうございます。के यो पनि कन्फर्म गर्नु होला। अब यो चाहिँ 5 मिनट जस्तो रहेछ बाटो। बिरालो थियो त बाइक लगाउँछ नि फेरि। अनि यसले पनि टोका गाडीमा लिभेट टुर私マスターバイチです。अब अर्को अर्डर उठाउँदै जाँदैछु। त्यो 4 मिनेटमा पुग्छु। अब गाइस यो पसल पनि आइपुग्यो। यो अर्डर चाहिँ कतिको हो भने यो पनि त्यही हो, 360 हो, 17 मिनेटको। अनि 2.8 किलोमिटर जस्तो छ डेस्टिनेसन चाहिँ। अर्डर उठाउन आइपुगेँ म। योनसान गो ED です。すみません、ただいまご案内します。何名様ですか。5名様。はい、少々お待ちください。5名様。ありがとうございます。お願いしますのでお待ちください。guys, order उठाएँ मैले 2टा।
दुईवटा होइन एउटा कस्टमरको दुईवटा सामान छ ब्यागमा हाल्नु पऱ्यो ब्यागमा हाल्यो भने चाहिँ म फुत्त निस्किहाल्छ है त टाइम छैन कि मसँग गाइज यो है म रास्तो पसलबाट निस्किँदै थिएँ है फेरि अर्को अर्डर आयो कि त्यो पनि मैले उठाइदिएँ यो चाहिँ खारे हाउस भन्ने हो है त्यो कोही चिज क्या र त गाइज म परि हाउसमा आइपुगेँ अब यहाँबाट 6th अर्डर उठाउँछु यो समेत गरेर मेरो 6वटा अर्डर भयो जस्तो लाग्छ Sumasen ubaichi desu. To 79731です。はい。はい、ありがとうございます。गाइस यो अर्डर पनि मैले उठाएँ है अब यसलाई म कन्फर्म अर्डर गर्छु ल अब लाग्छ है त 2 मिनेट जस्तो लाग्दो रहेछ अर्को त के डिटेल्स नै लेखेको छैन त problema. गाइस म रुम पसल पनि आइपुगेँ देखाउनुलाई Sumasen ubaichi desu. Roku B1BB です。Roku B1BB です。はい、ありがとうございます。गाइस यो अर्डर पनि मैले उठाएँ अब अर्को पसल उठाउन जान्छ है त गाइस अर्को पसल पनि आइपुग्यो है त्यसमा चाहिँ मेरो 2टा अर्डर छ कि फेरि टोटल चाहिँ मैले यो यहाँ 2टा अर्डर उठाएँ भने चाहिँ टोटल मेरो 3टा अर्डर अहिले हुन्छ रेडी चाहिँ छ कि छैन भन्ने यहाँ गाइस अर्डर अलिक धेरै छ है आइटमहरु धेरै रहेछ के दुई चाहिँ अर्डर टाइम लाग्छ ओ नानानी रोकु देस नानानी रोकु तछु दे एउटा अर्डर चाहिँ उठायो अब अर्को अर्डर एउटा बाँकी छ
7に6 C さんで待ってください。ありがとうございます。あ、すみません。あります。デリバリーあ、番待って号ください。ありがとうございます。 6 4 गाइस अर्डर उठाउनु त उठाए तर अर्डर नै टर्ने रहेछ अब यसलाई मिलाएर हाल्नुपर्छ अलिकति मिलाएर हाल्छ कुन चाहिँ कुन हो भयो यार सामानहरू राख्ने बेला चाहिँ अब मिलाएर राख्नुपर्ने हुन्छ कि फेरि एउटा अर्डर अर्को ठाउँमा अर्को अर्डर अर्को ठाउँमा पनि पुगाइदियो भने त फेरि तनाव हुन्छ नि त नि लास्ट भारी भयो ब्याग यार अहिले चाहिँ मैले एकैचोटि 3टा अर्डर मैले उठाएँ कि लगातार गरेर कि ल अब जान्छु 9 मिनट लाग्ने रहेछ अब मिनी स्टपको होइन सरी अब कोरियन पसलको सामान चाहिँ डेलिभर गर्ने ठाउँमा आइपुग्यो त्यो कस्टमरले चाहिँ मेसेज गर म तल लिन आउँछु भनेर चाहिँ भन्नु चाहिँ पर्खिरहेको छすいません、タイムお待たせしました。こちらになります。これで間違いないですか？はい。はい。配達用のアンチ番号お願いします。Do you have 2389です。2389です。ありがとうございます。Mantap. Korean mana ini kita cari gereja. Alright, sudah order ini complete भयो. अब मिनी स्टपको 2टा अर्डर छ कि 2टा अर्डर उठाएको थिएँ होइन एउटा अर्डर अब पुऱ्याउन जान्छु ल अब मिनी स्टपको अर्डर चाहिँ एउटा पुऱ्याउने ठाउँमा आइपुग्नु लागि यो कस्टमरले पनि ढोका अगाडि राख्दै भन्दैछタイムお待たせしました。おばいちです。यो अर्डर चाहिँ 901 रुम नम्बर हो चाहिँ लिभ एट टुर भनेर चाहिँ ढोका अगाडि राखिन्छ एउटा मिनी स्टपको अर्डर कम्प्लिट भयो अब अर्को मिनी स्टपको अर्डर हुन जाँदैछ यो चाहिँ यहाँबाट 3 मिनट 4 मिनट जस्तो लाग्ने रहेछ यो पनि एकैछिन पुग्छ गाइस यो चाहिँ अर्को मिनी स्टपको अर्डर पुऱ्याउने ठाउँमा आइपुग्यो यो कस्टमरले पनि लिँदा क्लियर भन्दैछ अनि त्यसपछि चाहिँ मैले है फेरि अर्को एउटा अर्डर उठाएको थिएँ 30 मिनटको छ है त्यो चाहिँ 700 रुपियाँ जस्तो छ मजाको अर्डर उठाएको छु यो पनि है ल पहिले अर्डर पुगाऊँ अनि त्यसपछि अर्को अर्डर लिन जान्छु
गाइस एउटा अर्डर कम्प्लिट भयो। अब एउटा अर्को अर्डर फेरि पिकअप गर्न जाँदैछु। 6 किलोमिटर जस्तो छ, 771 एमको है जापानिज है। त्यो अर्डर उठाउन जाँदैछु है त। Something like this. Sansan Roku this. Sansan Roku effect. はい、ありがとうございます。गाइस यो अर्डर पनि कम्प्लिट भयो। उठाउनलाई चाहिँ अब कस्टमरको घर जान्छ है। त्यो कस्टमरको घर पुग्नलाई चाहिँ 14 मिनेट लाग्दो रहेछ। लेट्स गो है त। घरमा पुग्यो है। तल्ला सेतो घर छ भनेर भनेको छ। सेतो कागज राख्छु। गाइस यो मेरो अर्डर कम्प्लिट भयो। अब गाइस फेरि म अर्को अर्डर उठाउन गइरहेको छु है। त्यो अर्डर चाहिँ 20 मिनेटको छ। 5.7 किलोमिटर है अनि 477 एमको छ है। अब यो अर्डर पिकअप गर्न चाहन्छु। गाइस माथि यहाँ भन्नुपर्छ म आइपुगेँ मेरो अर्डर फेरि उठाउनलाई। Smash and Hawaii today. Yon Roku Q C Nanaです。はい。ありがとうございます。गाइस यो अर्डर पनि मैले उठाएँ। अब कस्टमरको घरमा जान्छ है त। अब नेक्स्ट कस्टमरको घरसम्म चाहिँ अब पुग्नलाई 10 मिनेट जस्तो लाग्दो रहेछ। 3.7 किलोमिटर छ है। एम्बुलेन्सलाई बाटो छोडिदिनु पर्छ कि यहाँ चाहिँ होइन। राइट के अरे ग्रिन सिग्नल बलिरहेछ है, तर पनि जानु पाउँदैन क्या। जापान त गाइस म अर्को अर्डर पनि पुग्नुमा आइपुगेँ। सेन्टर मा चाहिँ मस्त arigatou gozaimasu। अर्को अर्डरको लागि म वेट गर्दैछु। हेर्दा हेर्दै कस्तो अँध्यारो पो भइसक्यो रहेछ भने यार। लास्ट अर्डर हो भने मैले चाहिँ 12
एउटा अर्डर चाहिँ अलरेडी नै कम्प्लिट गरिसकेँ है, तर पनि लास्टमा चाहिँ एउटा अर्डर आयो कि 418को अर्डर 418को 19 मिनट 6 किलोमिटर जस्तो छ, 5.5 किलोमिटर जस्तो छ। अनि यसो पुगेको लागि पैसा निस्किन्छ नि त, त्यो एउटा हामीले मात्रै एक्स्ट्रा त्यो अर्डर ल त म बानी यहाँ पसलमा अर्डर उठाउनु छ कि त्यति गराउँछ कि के गर्छ थाहा छैन।すいません、不買1です。85C3A です。こちらの番号をご確認ください。ありがとうございます。ありがとうございます。गाइस यो अर्डर पनि उठाएँ, यो मेरो लास्ट अर्डर उठाएँ है त। अब यो अर्डर म पुगाउन जान्छु। लगभग 10 मिनट जस्तो लाग्दो रहेछ। त्यसपछि मैले मेरो लास्ट अर्डर पनि कम्प्लिट गरेँ है। अनि मैले चाहिँ अब घर फर्किनलाई म तयार भएँ, अब थाकि पनि सकेको थिएँ। अनि अर्डरहरू पनि आइरहेको थियो आउन चाहिँ, तर मैले चाहिँ खासै एक्सेप्ट गरिनँ किनभने मलाई घर फर्किनलाई हतार भइरहेको थियो। अनि मेरो अब आज टोटल इन्कम कति भयो भन्दा चाहिँ देखिरहनु भएको छ होला, मेरो टोटल इन्कम चाहिँ आज 11,082 एन भएछ। टोटल अनलाइन चाहिँ म 3 घन्टा 55 मिनट बसेछु अनि 12वटा टिप गरेछु। अनि नेट फेयर चाहिँ मेरो 3,882 एन र अनि प्रमोसन मात्रै मेरो 7,200 के। मैले तपाईँलाई सुरुमा पनि भनेको थिएँ नि त मेरो बोनसहरू आज टन्नै छ, त्यसैले म काममा निस्केको हो भनेर। र त गाइज आजको लागि यति है, फेरि पनि अब अर्को भिडियोमा भेटौँला। अनि मेरो च्यानललाई लाइक अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। बाई बाई।